सबैलाई नमस्कार। म तेजबहादुर परियार। आदरणीय दर्शक महानुभावहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी हाम्रो रेडियो तुलसीपुरको यस स्टुडियोमा दङ्गीस्थल गाउँपालिका वडा नम्बर 1 कोल्टाकुरी निवासी रामबहादुर खत्रीजी आउनु भएको छ। हामी उहाँको बारेमा केही कुराहरू खोतल्ने कुराकानी गर्नेछौँ। उहाँको कला गला को साथसाथै उहाँका विविध विषयहरूमा जान्ने प्रयास गर्नेछौँ र हामीसँग कुराकानी गर्नका निम्ति उहाँ रामबहादुर खत्री हाम्रो माझमा आइपुग्नु भएको छ। हामी उहाँसँग कुराकानी गर्न चाहन्छौँ। स्वागत छ अनि नमस्कार पनि है यहाँलाई। हजुर, मेरो पनि नमस्कार यो। सन्चै हुनुहुन्छ हैन? मैले भनिदिइहालेँ, दङ्गीसन गाउँपालिका वडा नम्बर 1 गोल्टाकुरी यहाँको घर छ हैन? अनि नाम चाहिँ मेरो रामबहादुर खत्री छ। अनि काम चाहिँ के गर्नुहुन्छ? मेरो काम यस्तै किसानी हो। म हजुर किसानी हो, खेतीपाती गर्ने। अनि के अरे 8-10 वटा बाख्रा छन्। हजुर, बाख्राहरू पाल्ने, एकल गोरु छन्, गोरुलाई के सेवा गर्ने। हजुर, यही छ। अनि जस्तो कृषि कर्म गर्नुहुन्छ भन्नुभयो हैन? कृषि कर्ममा के उत्पादन हुन्छ तपाईहरुले उब्जाउ गर्दै गर्दाखेरि? मेरो घरमा उत्पादन हुने भनेको के अरे मकै, धान, त्यसपछि के अरे मसुर हो, तोडी। हजुर। अनि त्यसपछि अब उसमा चाहिँ के अरे बेसार भयो है। अनि त्यसपछि अब के अरे अरू त्यसै के अरे तिलहरू पनि हुन्छ, अरहर पनि हुन्छ। हजुर। लगभग यिनी उत्पादन गरेको छु। जस्तो अब कृषि कर्म गर्दाखेरि हैन, कृषि गर्दाखेरि खेतबारीमा त धेरै खेतालाहरू लगाउनु पर्ने हुन्छ हैन? अब अथवा धेरै घर परिवार हुनुपर्ने हुन्छ, परिवारका सदस्य धेरै हुनुपर्ने हुन्छ। तपाईँ एक्लैले गर्नुहुन्छ अथवा परिवारका सम्पूर्ण सदस्यहरूले तपाईँलाई सघाउनुहुन्छ के छ? त्यसमा यस्तो छ सर, मेरो परिवार सानो छ। सानो भए पनि यस्तो रहेछ यो कृषि कर्म भनेपछि आत्तिनु हुनु नै छ। कर्मश राम्रोसँग काम गर्दै जानुहोस्, त्यो काम सफल हुँदै जान्छ। हतारेर गर्नु भने तपाईँ कुनै काम पनि असफल हुँदो रहेछ। कस्तो लाग्छ हजुरलाई यो कुरा? मैले अनुभव गरेको हो। अनि मेरो परिवारमा 4 जना छौँ हाम्रो हैन। अब अहिले चाहिँ के अरे 2 छोरा बुहारी भन्नु यतातिर पढाइतिर छन्, के अरे बजारतिर बस्छन्। अनि हामी म सानो बुढाबुढी हो त घरतिर हो। अनि अहिले त्यही रोपाइ गर्ने एउटा मैले के अरे छोरा बुहारी गएको थिएँ। नत्र अरू सबै काम चाहिँ आफैले 2 जनाले गरेका थियौँ हामीले। भनेपछि 4 जनाको परिवार हुनुहुन्छ। 8-10 वटा चाहिँ यहाँले बाख्राहरू पाल्नु भएको छ, एकल गोरु पाल्नु भएको छ हैन? अब छोरा बुहारीहरू अब पढाइको सिलसिलामा हैन अन्यत्र हुनुहुन्छ कि अब घर नजिकै? तुलसीपुर लिएर छ। तुलसीपुर लिएर तुलसीपुरमा बसेर अध्ययन गर्नुहुन्छ भनेपछि बेला बेलामा जस्तो खेतीपातीको अवस्थामा उहाँहरूले गरेर आश्रय गर्न जानुहुन्छ हैन? 8-10 वटा बाख्रा पाल्नु भएको छ, एकल गोरु पाल्नु भएको छ हैन? त्यो 2 जनाले चाहिँ हामीले गरेका छौँ भन्नुभयो के अरे? हजुर हजुर। अब के भनेपछि त्यो गुवाला पछेर अहिले चाहिँ अब के अरे हामीले चलाइरहेछौँ घरको हैन। अनि खेतीपाती भएको गए 2 जना गए। अनि त्यसो बिहार कार्य गर्यो, खेती सक्यो। अब केही बाहिरतिर पर्मे गरिरहेको छ, पर्मेबाट नि बोलाएर ल्याइयो। अनि सबैजना गरेर अहिले हामीले घरको काम चलाएको छौँ, घरेसी काम। अब के अरे उनीहरूले आफ्नो पढाइ गर्यो, पढाइतिर लागेको छ। हाम्रो बाबुले नि एउटा चाहिँ सानो के अरे उसमा छ, यो के अरे प्राइभेट जस्तो भनौँ एउटा काम जस्तो उसमा गरिरहेको छ बाबुले, छोराले। जस्तो कि अब तपाईँहरू 2 जना मात्रै हुनुहुन्छ हैन? अनि छोराबारी यतातिर आएर पढ्नुहुन्छ, छोरीको चाहिँ विवाह गर्दै भन्नु भएको छ हैन? तपाईँहरू त मजाले बसेर अब पहिला दुःख गर्नुभयो, अब त मजाले बसेर घरमा हैन उब्जनी भएको चाहिँ आरामले बसेर खाने उमेरमा किन दुःख गरिराख्नु भएको छ तपाईँले? अब यो कस्तो हुन्छ भने सर, मेरो विचारमा यो जस्तो यो के अरे पुग्छ भनेर उसँग बसेर हुँदो रहेछ सर। काम गरे मान्छेलाई काम पनि लाग्नेछ है। अनि अर्को कुरो आफ्नो शरीर पनि हजुरको जति कर्म गर्यो नि त्यति चाहिँ सफा स्वस्थ हुँदो रहेछ।
कस्तो लाग्छ हजुरलाई? हजुर मेरो विचारमा है, मैले अनुभव गरे अनुसार हजुर जति कर्मतिर मलिन भयो त्यति खानालाई अनाज उत्पन्न भयो, आनन्द खाना पाइयो। अब बसेर सुख गर्छ होइन, मलाई त पुगेको छ, मैले काम नगरे पनि हुन्छ, अब छोरा बुहारीले कमाउने अवस्था हो, मैले नगरे पनि हुन्छ भनिसके त्यो मलाई कति पनि लाग्दैन सर, मेरो शरीरले मान्दैन। कस्तो भनेपछि अब अहिले चाहिँ बस्यो, अब मैले कतिपय ठाउँमा देखा पनि छु होइन। अब के अरे बसेर खाने, अनि त्यसपछि राम्रो राम्रो खाना लाग्ने, अनि त्यसपछि खाना मन पराउने, त्यसपछि गर्ने गर्दा गर्दा अहिले चाहिँ मान्छेलाई त्यो अटोमेटिक आफै चाहिँ शरीरमा ऊ लागेको छ क्या, मान्छेलाई के अरे मोटासपन जस्तो भनौँ कि, अनि अर्को त्यो बोसो लागेर मान्छेलाई हिँड्न डुल्न गाह्रो भइरहेछ है। अनि एउटा कुरा हजुर उहाँहरूलाई त अब त्यो कस्तो लाग्छ, त्यो ठिकै जस्तो मान्छे कस्तो, मेरो विचारमा म बसेँ भने मलाई चाहिँ के गरेन, के भुले, के आङ के छटपट्टि भाष पनि अर्थ हुन्छ, म जति हिँड्यो जति काम गऱ्यो मलाई त्यति फुर्ती रहन्छ शरीरमा। मेरो यस्तो छ भनेपछि यहाँले दुःख गर्नलाई एकदमै चाहिँ पश्चाताप लाग्दैन? मलाई केही पनि होइन सर, म एकदम खुसी हुन्छु, जति काम दिन्छ नि मलाई त्यति काम गर्न म राजी छु। तर बसी खान मलाई राजी छैन म। मेरो एउटा यो मेरो चाहिँ आफ्नो बानी चाहिँ बानी छ होइन। बिहान म हजुरलाई किन ढाँटम, 4 बजे लगभग 4:30 बजे मेरो निद्रा खुलिहाल्छ। निद्रा खुल्यो भनेपछि म उचाना पल्टिने मान्छे होइन। अनि म 1 नम्बर 2 नम्बरमा चाहिँ मर्निङ वाक गरेर मैले टाइम बिताउँछु। मेरो एक्सर्साइज, शरीरलाई एक्सर्साइज गरेर अनि घर आएर अनि त्यसरी आफ्नो मैले फेरि एउटा गणेशको भक्त ल्याएको छु सर। हजुर। अनि नित्य मैले चाहिँ त्यसमा चाहिँ पूजापाठ गर्छु, नुहाइदिए गऱ्यो, अनि नुहाइदिए गरेर आएर अनि चाहिँ गणेशलाई चाहिँ पूजापाठ गरी अनि आएर के अरे चाहिँ पारायणी पढेर अनि त्यसपछि मैले चाहिँ अरू कामतिर लाग्छु। जस्तो यहाँले अब एकल गोरु पाल्नु भएको छ, 8-10वटा चाहिँ बाख्रा पाल्नु भएको छ होइन। यसमा यो पालन पोषण गर्दाखेरि, पशु पक्षीलाई हेर्दाखेरि आफ्नो घर परिवारको चाहिँ साथ सपोर्ट अथवा तपाईँको गृहिणी अथवा श्रीमतीज्यूको साथ सपोर्ट सहयोग कतिको आवश्यक पर्छ? मलाई चाहिँ अहिले चाहिँ जति यो यतिसम्म म गर्न पाएँ मेरो श्रीमतीद्वारा नै छ, मलाई खुसी नै छु, मसँग खुसी नै छन्। जीवनसाथी भनेको यही नै रहेछ, जसले चाहिँ श्रीमानको मर्म बुझ्छ नि त्यही नै सुखी जस्तो श्रीमती हुन्छन् जस्तो लाग्छ मलाई होइन। अनि अब के अरे श्रीमानको व्यथा र उसलाई चाहिँ बुझ्न सकेन भने दुःखी पनि त्यही कर्मले हुन्छन्। फेरि मैले यो अनुभव गरेँ। हजुर। श्रीमान भनेको श्रीमतीको लागि एउटा चाहिँ भगवान भनौँ या पत्नी के अरे देव सरह हो मान्नेलाई है। अब नमान्नेलाई त के भनौँ र, त्यो चाहिँ मैले भन्नु छैन। तर श्रीमानको जसले चाहिँ त सेवा गर्न सक्यो, श्रीमानको मनलाई प्रफुल्लित गर्न सक्यो, आनन्दमयी बनाउन सक्यो, त्यसको जिन्दगी नै त्यही नै हो। के अरे लक्ष्मी भनौँ या चाहिँ घरको चाहिँ लक्ष्मी भनौँ, सम्पूर्ण त्यही नै आउँछ मेरो व्यक्तित्वबाट चाहिँ यो चाहिँ हो। भनेपछि तपाईँलाई तपाईँको श्रीमतीले होइन एकदमै बलबुताले भ्याएसम्म होइन उहाँले चाहिँ तपाईँलाई अहिलेको हकसम्म धेरै साथ सपोर्ट सहयोग अघि बढ्नको लागि उहाँले चाहिँ दिनुभएको छ। हजुर। अब किनभनेपछि अब श्रीमतीको नभएपछि त म अहिले चाहिँ यतातिर आएँ होइन। अब उतातिर के अरे हाम्रो साँझतिर झगडा पर्थ्यो होला। हजुर। झगडा पर्दैन होइन, सधैँभरि त राम्रो हुन्छ भनेर केही छ, किनभने कहिले चाहिँ केही कुराबाट मोटाप त हुन्छ होला है। मैले चाहिँ किन गर्नु पर्यो। अनि यो यस्ता विषय सङ्गीतका विषयमा यस्ता कुरामा त यहाँ गएर यसो गरिस् उसो गरिस् भन्ने चाहिँ प्रस्ताव मैले चाहिँ सुनेको छैन। तर भित्र मनमा त्यो होला मैले तर मेरो मुखमा यहाँ गएर यसो गरिस्, यसो छोटी बसिस्, यसो गरिस्, यहाँ गएर यसो गरिस् भनेर चाहिँ तिनी मुख त्यही के अरे श्रीमतीबाट मैले त्यो आवाज सुनेको छैन। भनेपछि तपाईँलाई अत्यन्त चाहिँ सहयोग गर्नुहुन्छ। ठिक छ, अहिलेसम्म मेरो चाहिँ यो उसले गर्दा म अहिले यहाँसम्म पुगिरहेको छु। मलाई चाहिँ त्यस्तो बिचमा बाधा अड्छन् अवरोधहरू खडा भएको देख्दैन। अनि छोराछोरी प्रति कतिको गर्व
महसुस गर्नु? छोराछोरी बाबु प्रति नानीप्रति त मेरो चाहिँ औधी माया र ममताले चाहिँ हुर्काएको हो होइन। अब केटाकेटी भनेर सधैँभरि माया त दिन पनि सकिन्छ, कुनै अलिकति गल्ती कामलाई यसो नगरे भन्न पनि सकिन्छ है। किनभने पहिलो प्राथमिक पहिलो पाठशाला भनेको घर नै हो केटाकेटीको लागि होइन, पहिलो शिक्षा भनेको घर नै हो। घरबाट नै अलिकति नराम्रो बाटोतिर हिँड्यो भने यो बाटोबाट हिँड्नु भयो बाबु भन्न त मिल्यो है, त्यो हाम्रो दायित्व हो, हाम्रो कर्तव्य हो। अब गलत बाटोलाई ल बाबु तैँले यस बाटो नराम्रो बाटो के अरे हिँड्दाखेरि त्यसलाई चाहिँ हामीले सकारात्मक सोच्नु चाहिँ हाम्रो गलत हो। भोलि चाहिँ जिन्दगीभरि हुनुभन्दा एकछिन ल बाबु यसो गर भनेर बाबुले पिर मान्छ त्यो कुनै दुविधा छैन मेरो विचार। त्यसलाई सोही बाटोमा लगाउनु हाम्रो दायित्व, त्यो सधैँभरि पछुताउनु सधैँभरि रुनु भन्ने कुरा हाम्रो त्यो नकारात्मक दृष्टि हामीले सोच्यौँ भने कुलतमा छोराछोरी हिँड्छन्। यो मैले मेरो व्यक्तिगततर्फ हो र यसो अनि अरूलाई पनि मैले के भन्न चाहन्छु भने छोराछोरीलाई माया दिनुहोस्, गलत कामलाई माया नदिनुहोस्, मेरो यो सुझाव। खबरदारी गर्नुहोस्। अनि तपाईँको लाइनमा अहिलेसम्म तपाईँका छोराछोरी हिँडेका छन् या छैन? अब मेरो बाबु भन्ने भने अहिले चाहिँ यही तुलसीबाट हजुरलाई किन टाढा यही तुलसीमा के अरे लामिछाने हुनुहुन्छ नि, यहाँ यो हार्डवेयर छ नि, बाबुले त्यसमा काम गर्छ। अनि के अरे हाम्रो के अरे कल्पना हुन् बुहारी भनेको उनी चाहिँ त्यही उसमा ब्युटी के अरे सिक्दैछन्, यही बजारमै चाहिँ अहिले केन्द्रित छन् उनीहरू। अहिलेसम्म भने चाहिँ भएको छ, मेरो नराम्रो केही पनि छैन, केही पनि छैन नि। अहिले चाहिँ दर्शक महानुभावहरूले हेरिराख्नु भएको छ, अलिकति कुराकानी सुन्दाखेरि अलिकति खल्लो पनि महसुस हुन सक्छ। त्यसलाई भुलाउनको लागि तपाईँ त एउटा कलाकारिता क्षेत्रमा भएको मान्छे पनि हो। कता कता मैले सुनेको थिएँ यहाँले मुरली राम्रो बजाउनुहुन्छ भन्ने कुरा, अनि साँचो हो? हजुर हजुर बताउँछु सर, मैले बाँसुरी बनाउँछु। यो बाँसुरी पनि अगाडि छ? हजुर हजुर। यो लिएरै आउनु? यो मेरो लगभग मेरो यो साथी जस्तो छ, यो मैले कहिले चाहिँ धेरै जसो मेरो साथी हुन्छ। ल त्यसो भए रामबहादुर खत्रीबाट हजुर एउटा चाहिँ मुरलीको धुन ल सुनाउ न त है। एकदमै साह्रै मिठो होइन, एकदमै सुन्न लायक यहाँले चाहिँ आफ्नो बाँसुरी धुन बजाउनु भयो होइन, त्यसको लागि हजुरलाई पुनः धन्यवाद है। अनि तपाईँले यो बाँसुरी बजाउनुहुन्छ अथवा मुरली बजाउनुहुन्छ होइन, तपाईँ त यता चाहिँ यताउता कहिलेकाहीँ नाचगानहरूमा अथवा भजनहरूमा हिँड्नुपर्छ कि पर्दैन? म हिँड्छु सर, भजनतिर पनि हिँड्छु। अनि अब हजुरको म त एउटा चाहिँ कस्तो छ भने अब तीज पञ्चमी आए दिदीबहिनीलाई समेटेर चाहिँ नाचगान के अरे बनाइदिन्छु। अब के अरे बहिनी दिदी बहिनीहरूको अगाडि चाहिँ म
लाज मलाई लाग्दैन हेर्नुहोस्, उम्, किन कला रहेछ। अनि मेरो चाहिँ यो बाँसुरीलाई बहुत सम्मान गर्नुहुन्छ उहाँहरूले है। हजुर के अरे बाँसुरी अब नाचगान छ, मादल बाँसुरीको बहुत जरुरी पर्छ होइन। अब बाँसुरी मेरो चाहिँ बजाउने यो के अरे वाद्य वादनको ऊ हो यो बाँसुरी मेरो। अनि अर्कोतिर गीत पनि साथसाथै गीत पनि गाइन्छ। अनि नाच पनि लगभग हजुर नाच भनेपछि नाचिन्छ। कलाहरू सबै भाइबहिनीहरू के हो माया सबैबाट मैले पाएको छु। भनेपछि चौथरीपी रूपमा यहाँको कला चाहिँ छ भन्दा फरक पर्दैन। हजुर हजुर होइन, जस्तो अब गीत गाउने मान्छे, मुरली बजाउने मान्छे होइन, आफूसँग पढ्दै भएको मान्छेलाई गाउँघरमा जसले पनि बोलाउनुहुन्छ के होइन। बोलाएपछि कहिलेकाहीँ घरको टाइमिङ नमिल्ला, तपाईँ चाहिँ अब जाने होइन चाहिँ परिवारलाई नभनेर जाने, अथवा आफू खुसी कुनै कुनै कार्यक्रम हुन्छ सुटुक्क गइजाने, त्यसले गर्दाखेरि घर परिवारमा यो मेरो बुढो किन चाहिँ जान्छ होला बेकारमा होइन भनेर कहिलेकाहीँ यसो खटपट परेको कुरा यसो चाहिँ छ कि छैन, के छ? त्यो यस्तो हुनेछ सर, पहिला नबुद्धासम्म है नबुद्धासम्म के हुनेछ नि, मान्छेको कहाँ जान्छ के गर्छ कोसँग बस्छ भन्ने चाहिँ हुँदो रहेछ। अहिले चाहिँ म यो भजनतिर हिँडेँ, अनि त्यसपछि मेरो यो चाहिँ रेडियोमा आएका यी चाहिँ तस्बिरहरू केही देखिसक्नु भएको छ होला जस्तो लाग्छ मलाई। अनि त्यसले गर्दा नि अहिले चाहिँ साँच्चै नै यो काममै केही काममै जाँदो रहेछ जस्तो लाग्ने रहेछ जस्तो मलाई अहिले श्रीमतीबाट मैले जो अब पाएको छु। अनि आज पनि जस्तो आज म बजारतिर जान्छु, मेरो के अरे सर्ने आउँछ सर भेटघाट हुन्छ बसौँ माझमा जान्छु भनेपछि नाइ भने चाहिँ ठिकै छ भन्ने चाहिँ प्रस्तावबाट पाएँ मैले। म यहाँसम्म आज छु। भनेपछि अब पहिला अलिकति शङ्काको बीच चाहिँ हुन्थ्यो पहिला। अब यी यस्ता कुराहरू भिडियोमा देखिन थालेपछि तपाईँको कलाहरू होइन चाहिँ सामाजिक सञ्जालमा देखिन थालेपछि अलि केही कम चाहिँ भएको छ। साँच्चीकै मेरो श्रीमान चाहिँ काममा जानु रहेछ, मैले सोच्ने चाहिँ गलत सोचेको छु भन्ने चाहिँ उहाँलाई चाहिँ अलि लागेको छ कि भन्ने चाहिँ तपाईँको मनमा चाहिँ लागेको छ होइन। अनि अब यहाँको रामबहादुर बैरागीको पढाइ कहाँसम्म छ? मेरो धेरै होइन सर, 9 पास मैले गर्नु सकेको छु। 9 पास गर्नु सकेको। ए 9 पास ढाँट्ने होइन हजुर, मैले 9 पास गर्नु सकेँ। धेरै पढ्नु भएको छैन, तर अनुभवले धेरै चाहिँ जीवनले सिकाएको छ, जीवनको अनुभवले धेरै सिकाएको छ होइन। यहाँको जीवनमा कहिले दुःख पर्यो यहाँलाई? जीवनमा दुःख त धेरै परेछ, किन सबै चाहिँ किन लिनु पर्यो सर जस्तो लाग्छ मलाई होइन। अब बितेका कुराहरूलाई धेरै कोट्याउँदाखेरि कस्तो हुनेछ भने है चाहिँ फेरि अरू नकारात्मक के बोल्यो के भन्यो भन्ने जस्तो हुनुहुन्छ होइन। नै होइन, जीवनको बारेमा कुराकानी गर्दाखेरि दुःख सबैलाई पर्छ के, तर दुःख पर्ने बेलामा आफ्ना शुभचिन्तक साथीभाइ इष्टमित्र जो चाहिँ नातेदारहरू हुनुहुन्छ, आफन्तहरू हुनुहुन्छ, खास आफन्त नातेदार त्यति बेला चिनिन्छ अरे के। अनि तपाईँले त्यस्तो कुरा लुकाएर राख्ने हो त? जस्तो अब भनौँ भने अहिले मेरो एउटा कहानी लामै कहानी भन्छ होइन, दुःखका मोडहरूलाई भन्ने हुने त नै छोटो छोटो भन्न सकिन्छ। जस्तो भन्नुहुन्छ भने म बुवाबाट आमाबाट म चाहिँ एक्लो छोरो है। अनि त्यसपछि अब दिदी बहिनी 5 बहिनी, अनि त्यसपछि तपाईँको कस्तो भनेपछि अब छोरो अब मभन्दा अगाडिको दाइ हुनुहुन्छ है, अनि म भनेपछि अब आमाबाट 3-4 बहिनीबाट एउटा भाइ दिदी त उहाँले प्यारमा राख्यो मलाई, राख्नुभयो क्या मलाई दिदीहरूले, अनि आमाले पनि बुवाले पनि। अनि मैले चाहिँ कुनै पनि काम गर्दाखेरि ल छोडा यसो गरिस् नभन्ने, मैले रेडियो माग्यो रेडियो बनाइदिने, साइकल माग्यो भने साइकल बनाइदिने, अनि त्यसपछि घडी माग्यो घडी बनाइदिने। अनि त्यसपछि अब के अरे लगाउनेमा अहिलेसम्म मैले कुनै कमजोरी पाएन है लगाउनेमा। खानेमा पनि मैले चाहिँ नराम्रो कुनै दिन मैले चाहिँ सिन्की भए पनि मलाई चाहिँ त्यो सन्तुष्ट भएर मैले खान्थेँ
सिन्की गुन्द्रुक के गुन्द्रुक भन्ने हुन्छ नि बाआमाले दिनु बाबाले पकाएको त्यो खाना हो त्यो मैले एकदम के अरे मलाई चाहिँ त्यो ऊ जस्तो हुन्थ्यो अमृत जस्तो मानेर मैले खान्थेँ त्यही भएर उहाँले भन्नुहुन्थ्यो यो अरूले यस्तो यस्तो तर यो गुनासाहरू गर्थे तर यो केही पनि साह्रो गर्दैन यो के हो जस्तो पायो भने के दिनसक्न खाने भन्ने कुरा केही नाइ भन्ने चलन सिस्टम यसो छैन भन्ने कुरो आमा बुवाहरूलाई त्यति माया थाहा होइन र अर्को कुरो अब दुःख त धेरै हुन्छ नै होइन अब जस्तो यिनी के अरे उसमा भए के अरे अब रोगहरूबाट अनि त्यसपछि यिनी चाहिँ अब एउटा के अरे गोरु पालेकोले हेर्नुहोस् मैले चाहिँ यहाँतिर एउटा चाहिँ गोरुलाई घाँस हान्नु गएर यहाँतिर वोटमा हान्दै थियो मलाई हेर्नुहोस् यहाँतिर वोटमा हान्दै वोटमा पुरा दुईवटा भएको थियो नि वोट है दुईवटा भएको थियो पछि उहाँ के अरे उसमा गएर त्यो के अरे हाम्रो त्यहाँ गाउँमा थियो क्या के अरे मेडिकल थियो त्यहीँ गएर ऊ लगायो टाका मारेर तर यहाँ त्यो अति चिज जस्तो त हजुर है अनि यस्तो दुःख त हुन्छ अब तिनी दुःखलाई मैले फेरि त्यही अब किनभनेपछि अब यो एउटा के यो घर पनि हुन् कि दशा पनि हुन् कि सधैँभरि पाला पनि कि सधैँभरि हान्नु पर्ने नि एक्कासी हान्दाखेरि कहिले कोही दिनको चाहिँ ऊ पनि हुन्छ कि जस्तो लाग्छ मलाई गरहरूले बनाउँदो जस्तो लाग्यो ए भनेपछि तपाईँले जिन्दगीमा थाहा पाउँदासम्म एकदमै जिन्दगीले ठक्कर दिने खालको दुःख चाहिँ पाउनु भएन त्यस्तो भन्नु नि एउटा अर्को हुन्छ अब एउटा यसरी हाम्रो अलि अगाडि कुरो यो मैले हजुरलाई किन गर्ने र यो चाहिँ छ यो म एउटा एक्सिडेन्टले परेको थिएँ क्या यहाँ गुम्रा चोक लिएर एक्सिडेन्टले पऱ्यो कसरी भन्नुहुन्छ भने म चाहिँ त्यो नर्सरी बिरुवा ल्याउन आएको थिएँ कालो खोलामा गएको कहिले कुरा अलि अगाडिको कुरो छ है अहिले त 20-25 वर्षको कुरो भएको ए धेरै अगाडि अनि त्यसपछि ठ्याक्कै त्यो गुम्रा चुनेर म चाहिँ एक्सिडेन्टमा परेँ है एक्सिडेन्ट परेपछि साइकल कुच्यो बाइकले मलाई हानेको थियो है म चलाउने थिएँ अनि मभन्दा पछाडि चाहिँ एउटा बसेको थिएँ उनले चाहिँ पछि अब म त पुरा बेहोस भएछु अब होइन मलाई केही थाहा पाएको थिएँ अब साइकलले भाँचियो भने त कम्ती त्यो जोड त होइन होला अनि त्यसपछि मसँग आएको साथीले पछि उसलाई चाहिँ समस्या पर्छ आउनु त 4-5 जना थियो उनीहरू डराएछन् अरू एकजना अलिक तगडा हुन्थ्यो क्या अनि त्यसपछि उहाँले के भन्नुहुन्छ अब ल यहाँ चाहिँ यस्तो हुनुभयो अब बगाएर यो चाहिँ अब यहाँलाई चाहिँ गर्नु पर्यो अरू अब ड्राइभ आइएछन् हेर्नुहोस् है अलिअलि त्यो कातर चाहिँ बहिएछन् अब मरिगयो यो मान्छे मरिगयो अब यसले खतम हुन्छ हामी बर्बाद हुन्छ भनेर उनी चाहिँ अलिक ड्राइभ एकजना चाहिँ बहुत ऊ हुन्थ्यो क्या के अरे ऊ एकदम जोसिलो अनि त्यसपछि तिनले के गरेछ भने ट्याक्कै पारेर पहिला मलाई चाहिँ उ गराएछन् पछि त्यहाँ बाइकलाई चाहिँ झट्टबाट उसमा फोन गरेर अनि त्यसपछि बाइक चाहिँ पक्रेपछि त्यसपछि पछि मलाई चाहिँ उसमा त्यो त्यहाँ के अरे प्राइभेट त्यो ऊ छ सरकारी त्यो अस्पताल चाहिँ त्यहाँ जुना चौनेर होइन हो त्यही सरकारी अस्पताल उहाँले चाहिँ लग्नुपर्छ अनि चाहिँ एकजनाले अनि त्यसपछि त्यहीँभित्र गएर अनि म दबाई सही गर्नुपर्छ अनि एउटाजनाले अलिक त्यो ढिलो जस्तो गर्नु भएको छ अनि अरू मलाई चाहिँ मतलब नगरेर गर्नु भएको छ अनि उहाँले भन्नुहुन्छ होइन तपाईँहरू दबाई गरिदियो भने यो बिरामीलाई अलिक हेर्नु किन यो मर्न दिने कि यहाँ चाहिँ दबाई गरिदिनु भनेर टेबल छडाइदिनु पर्छ भने है टेबल छडाउनुपर्छ अनि त्यसपछि अलिकति बिउती जस्तो गर्नुपर्छ क्या त्यहाँ बेचेर गर्न नसक्छ उहाँहरू अनि त्यसपछि उहाँ चाहिँ एउटा देवेन्द्र भन्ने के अरे उसमा उयो के अरे उसमा देवेन्द्र चौधरी भन्ने पछि लाग्न हुनुहुन्छ उहाँ चाहिँ कृषि उसमा ओरडीका उहाँ चाहिँ कामहरू त्यो के अरे उसमा उहाँलाई चाहिँ फोन गर्दा उहाँ पनि आउनुपर्छ उहाँले चाहिँ व्यवस्था मिलाइदिनुपर्छ क्या अनि त्यसपछि म चाहिँ 2-2.5 घन्टाको म बिउते भन्ने कुरो सुनेको छु है अनि त्यसपछि म बिउतेपछि मलाई चाहिँ हित्ने मैले अन्त केही थाहा भएन हित्ती चाहिँ पछि अलिक मलाई टट्टा जस्तो भयो क्या टट्टा जस्तो भयो अनि त्यसपछि के भयो भने अलिक घाउ बढिया रहेछ है तपाईँलाई कुन अस्पतालमा लगेर उ गरे नि भर्ना गरे यो त्यो के अरे प्राथमिक के अरे अस्पताल हो त्यो त्यति गुम्रा चौक अहिले त्यो हटिसकेको छ ए पहिलेको कुरो हटिसकेको छ त्यो अस्पताल छैन त्यहाँ के सरकारी नै हो सरकारी थियो त्यहाँ होइन त्यो हटिसकेको छ होइन अनि त्यसपछि ठ्याक्क म बिउतेँ बिउतेपछि अनि साइकलको त्यो उसलाई सोधेँ अङ्कल तपाईँले थाहा पाउनु भन्यो के भन्यो नै हामी त एक्सिडेन्ट त पढिन तपाईँ थाहा पाउनु नै यहाँ म केही पनि थाहा पाउनु
अनि त्यसपछि यस्तो यस्तो भयो, साइकल बनाउनु दिएको छ, साइकलले चाहिँ गर्नु पर्नु भएको छ, त्यो बन्यो भने चाहिँ आज यति बस्नु मेरो दिदी गर्न कहाँ बसौँ होइन। अनि त्यसपछि यति सक्नु न तपाईँले यही बसौँ, यति जानु सकिने भने घरतिर जाऊँ। पछि मैले भने नै गइजाउँ। एकदम तपाईँलाई एकदम गहिरो चोट चाहिँ लागेको रहेछ। खासै त्यस्तो देख्न मैले सर बाहिरबाट हेर्दा त्यस्तो देखेन, भित्र चाहिँ रहेछ जस्तो लाग्यो मलाई। त्यतिखेर अब यो घाउ चाहिँ त्यतिखेर उहाँले चाहिँ के इन्जेक्सन लगाएको थियो, त्यहीको गाँठो पऱ्यो कि जस्तो लागेको छ मलाई। ए भनेपछि तपाईँको यहाँ चाहिँ छ हो यो चाहिँ त्यही बेलाको घटना होइन। अनि त्यसपछि उहाँलाई के भन्नु भने चाहिँ जानु सक्नुहुन्छ भने जानु भनेर मैले साइकल चलाएको। अनि भोलिपल्ट फेरि यहाँ चाहिँ बोलाएर तपाईँ झोक्की मान्छे हुनुहुन्थ्यो। म साइकल चलाएको, मैले उनलाई फेरि चलाएर म हिँडिहालेँ। अनि त्यसपछि भोलिबाट बोलाउनु भयो, फेरि भोलि बिहान तपाईँहरू आउनुहोस् त्यहाँ प्रहरीले भन्नुभयो। अनि त्यो के अरे यतातिर उसमा गइएको थियो बाइक, त्यही भोलि बोलाउनु भयो। बुझ्यो भोलिपल्ट फेरि दुईजना आइन्, म श्रीमती अनि त्यसपछि त्यो मलाई चाहिँ सेवा गर्ने सौदा थिएँ। अनि उहाँले चाहिँ तपाईँले कस्तो छ अवस्था, तपाईँको के छ, टाउकामा कस्तो के छ, अनि तपाईँले यस्तो हुँदो रहेछ, मेरो बाइक के छ, हामी चाहिँ तपाईँको यो हो यसरी चाहिँ हिजो हो भनेर भन्नु। अनि मैले के भन्नु भने अब त्यतिखेर स्कुल के अरे बजारको क्षेत्रमा त्यसको त अलिकति विशेष अर्कै हुँदो होइन नियम। अब मैले त्यसलाई केही मतलब गरेन, ठिकै छ या तपाईँ गरौँ या मेरो गरौँ होइन, चोट लाग्यो अब ठिक छ, मेरो घाउ चाहिँ यति छ देखियो, यो घाउ चाहिँ भएको छ, के अरे घाउ पछि दिनुहोस् भइहाल्छ भने। पछि उहाँले भन्नुभयो, पुलिस उहाँहरूले भन्नुभयो ल ठिक छ तपाईँलाई केही छैन त भनेर अहिले समस्या के देखाएको छ, कोचिङ कुरो पनि जान्दैन। अनि त्यसै त्यो गर्दाखेरि अहिले चाहिँ यो देखिया छ। अब यो दुख्ने दाख्ने मलाई त्यसो लाग्छ सर, अरू भित्र केही शरीरमा कमजोरी भइरहेको छ, अरू केही प्रब्लम आउनु पर्ने हुन्थ्यो होला, केही पनि देख्दैन मैले होइन। त्यो नर्स चाहिँ गर्नु पर्दो रहेछ भनेपछि तपाईँहरू पछि चाहिँ मिलेपत्र गर्नु। मिलापत्र मक्का देखाएन। अनि त्यसो मैले भने मेरो मुखबाट भने है उहाँको बाइक छोडिदिनुहोस्, उहाँलाई दिनुहोस् बाइक। उहाँलाई चिन्नुहुन्छ? उहाँ चाहिँ कसले भन्नुहुन्छ के अरे हाकिम हुनुहुन्छ भने लोकसेवाको हाकिम हुनुहुन्छ भने ए नाम चाहिँ थाहा भएन, थाहा भएन। मिलापत्र हुने बेलामा त अलिकति नाम चाहिँ कण्ठ गर्नुपर्ने थियो। अब त्यतिखेर मैले चाहिँ त्यो केही ठालेको त्यो मलाई चाहिँ अब त्यो भइसक्यो। अनि त्यो उहाँको नाम सोध्नु किन पर्यो भने मैले चाहिँ कति पैसा दिनुभएको थियो तपाईँ? पैसाको त त्यति मलाई केही पनि भएन छ, म सत्य कुरा गर्छु। सबै बुवाले कुरा मिलाउनु भयो कि तपाईँ? होइन, म आइयो भोलिपल्ट श्रीमती आएको छ। श्रीमती आएको अनि त्यही चौधरी आयो। त्यो पैसा चाहिँ श्रीमतीको हातमा पायो। अब त्यो पैसा दिया हो कि नदिया मलाई त्यो पैसा पाएर कुरो भएन, मैले चाहिँ घाउ पछि पाएँ, मैले त्यही लगाएँ, पैसा चाहिँ मलाई कुरो गरेन। भनेपछि दुःखको कुराको बारेमा यी कुराहरू आए। अब यहाँको बाँसुरी सुन्यो। हजुर। अब चाहिँ गीत पनि त गाउने होला तपाईँ त, म त गीत पनि गाउँछु भन्नुभएको थियो। हजुर हजुर हजुर। ल एउटा चाहिँ म गीत गाउँछु त। कति राम्रो तुलसीपुर बजार, मन लगाउने आँखा छन् हजार, तुलसीपुर बजार, तुलसीपुर बजार, मन लगाउने आँखा छन् हजार, तुलसीपुर बजार, तुलसीपुर बजार, मन लगाउने आँखा छन् हजार, आँखा छन् हजार। हे आज मलाई के भाछ भित्र भित्रै यो मन रोइरहेछ, तुलसीपुर बजार, तुलसीपुर बजार, यो बजारलाई मन लगाउने हो आँखा छन् हजार, तुलसीपुर बजार, बजारलाई मन पराउने आँखा छन् हजार।
ल साह्रै मिठो गीत गाइदिनु भयो होइन। दङ्गेसन गाउँपालिका वडा नम्बर 1 गोल्टाकुरीका मान्छे हुनुहुन्छ रामबहादुर खत्री। हजुरसँग सबै चिज छ, सबै कला गला छ, चौतर्फी म त प्रतिभाको चाहिँ खानी हो भन्ने भएको छ होइन। जेस कुराकानी पनि गरिराखेका छौँ। तपाईँको पुर्ख्यौली घर कहाँ दङ्गेसन गाउँपालिका 1 गोल्टाकुरीमै हो अथवा अन्य कुनै ठाउँबाट यहाँहरू दाङमा आउनुभयो हो? हजुर, अब यो हाम्रो बाजेहरू जुगार जाबल बस्नुहुन्थ्यो अरे रोल्पाको है। बाजेहरू आएको उहाँबाट, बुवाहरूको हाम्रो जन्म चाहिँ गोल्टाकुरी। ए भनेपछि तपाईँ पहिल्यैदेखि गोल्टाकुरीमा नै बस्नुहुन्छ। पुर्ख्यौलीहरू रोल्पा जुगारबाट आए, उहाँका हुनुहुन्छ, तर तपाईँहरू यहीँ चाहिँ जन्म। हाम्रो बुवाहरूको जन्म पनि ए बुवाहरूको पनि होइन। अनि दङ्गेसन 1 गोल्टाकुरीमा तपाईँहरू त एकदमै रामबहादुर खत्री भनिसकेपछि त मुरली बजाउनमा प्रख्यात हो भन्ने सुन्नमा आएको छ हो। हजुर हजुर, यसो जस म कार्यक्रममा लगभग धेरैभन्दा धेरैजना सहभागिता भएको हुनाले अहिले देख्ने हेर्ने यिनी उसले गर्दाखेरि पनि उहाँले चिन्छ पर्फेक्ट हुनुभएको छ जस्तो लाग्छ मलाई। यसमा यो उहाँको के वाद्य वादन यहाँ बढी उसमा हुनुहुन्छ भनेर उहाँले सबैले मलाई चिन्नुहुन्छ होला। सबले चिन्दाखेरि कस्तो खालको महसुस गर्नुहुन्छ मनमा? मलाई त धेरै 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 उहाँले मेरो चाहिँ कलालाई अझ एकपल्ट यहीँ हजुरलाई किन भन्नु पऱ्यो, म योगातिर यो के अरे यहाँ लक्ष्मीनारायण मन्दिर लिएर आएको थिएँ। अनि त्यसपछि उहाँले चाहिँ मलाई एउटा मेरो बाँसुरीलाई सम्मान गरे एकजनाले चाहिँ मलाई चाहिँ पुरस्कृत गर्नु, मलाई 50 रुपियाँ दिएर मलाई चाहिँ पुरस्कृत गर्नुभएको थियो। मलाई चाहिँ त्यो बहुत बहुत मलाई कति सालमा? यो अस्ति भर्खरको कुरो हो सर, अस्ति भर्खरको कुरो। केही महिना अगाडि। ए भनेपछि बाँसुरी मन पराएर अलिकति पुरस्कार दिनुभएको थियो, केही नगद चाहिँ दिनुभएको थियो। मैले चाहिँ एकदम मलाई त्यो 50 रुपियाँ भने 50 लाख जस्तो लाग्छ, किनभने मेरो बाँसुरी स्वरलाई मन पराउनु रहेछ भनेर मलाई चाहिँ बहुत गर्व भयो है। अनि मैले चाहिँ त्यहाँ भजन कीर्तन सुन्नुभयो, मैले मेरो बाँसुरीलाई बहुत जाने उ गर्नुभयो अनि त्यो मन पराइदिएको मलाई बहुत खुसी लागेको छ। ए मलाई 50 रुपियाँ होइन, मलाई 50 लाख दिए जस्तो लाग्छ। ए भनेपछि कसैले माया गरेर दिएको, सम्मान गरेर दिएको चिज आफूले पाउँदा चाहे थोरै किन नहोस्, थोरै किन नहोस्, मलाई बहुत गर्व लाग्छ। किन सङ्गीतलाई ओहो जस आफ्नो कलालाई सम्मान गर्नु होइन। अनि तपाईँको बाल्यकाल त्यही गोल्टाकुरीमै बित्यो? हजुर, मेरो अहिले म त्यही गोल्टाकुरीमै छोडेर सर। नै मतलब बाल्यकाल पहिला गोल्टाकुरीमै बित्यो। बाल्यकाल अब मेरो चाहिँ म सानामा अब पढाइतिर मेरो प्राथमिक विद्यालयमा चाहिँ मेरो मधुपुरमा हो। मैले त्यहाँ 5 पढेको स्कुल मेरो है। अनि त्यहाँबाट म बाँकी लिएर आएँ, निमावी बाँकी विद्यापुरमा गएँ। अनि त्यहाँबाट म चाहिँ यहाँ के अरे त्यहाँ पास गरेर म चाहिँ हेकुलीमा गएँ, दङ्गेसन हेकुलीमा। त्यहाँ पनि पढ्नु? त्यहाँ पनि पढेँ, त्यही मेरो चाहिँ 9 पास माथि गर्न सकेन। अनि रामबहादुर खत्री पढाइको सिलसिलामा कस्तो हुनुहुन्थ्यो? तगडा हुनुहुन्थ्यो कि एकदमै एकदमै कमजोर हुनुहुन्थ्यो? अब पढाइतिर भन्यो भने खै अब नाम चाहिँ अब सबै के अरे गरिन्थ्यो, लेखिनु पर्ने छ गरिन्थ्यो। अब गुरुहरूले चाहिँ होइन केही पढाइ लसै छ भनेर त मलाई फेल गर्नु होला। फेल हुनु भएको थियो कि थिएन? फेल भइहाल्यो। अब उहाँले फेल गरिदिनु पर्दैन। 2 वर्ष 9मा 9 क्लासमा 2 वर्ष फेल भएपछि अब के हो, या हाम्रो कमजोरी या चाहिँ उहाँको कमजोरी हो। अब त्यो मैले चाहिँ कुनै गुनासो लिएन, ठिक छ अझ 3 वर्ष फेल भए पनि हुन्थ्यो, म कुनै उहाँलाई चाहिँ दोष दिन हाम्रो नि के कमजोर हुन्थ्यो होइन। मैले चाहिँ सर गुरुलाई मात्र भन्दैन, आज गुरु पूर्णिमाको दिन हो। अनि हामी उहाँले नै उहाँको चेला हौँ हामी। अनि उहाँले चाहिँ जति राम्रो शिक्षा दिनुभयो, उहाँहरूबाट केही कमी पाएको भयो भने हामी चाहिँ उहाँहरूभन्दा अहिले उहाँहरूलाई नचाहन्छौँ हामीले हाम्रो सङ्गीतमा है। हाम्रो बाँसुरीमा गुरुहरू नाच्नुहुन्छ, म्याडमहरू नाच्नुहुन्छ। अनि मलाई चाहिँ त्यो पढाइतिर भन्दा मेरो पढाइ यतातिर त जस्तो मानेको मैले सर, सङ्गीततिर पनि है। नै 9 क्लासमा पढ्दाखेरि हजुर 2 चोटि फेल भएँ होइन। अब फेल हुँदाखेरि अनि फेल भइसकेपछि अब अरू यो 9 क्लास पास गरेर अरू चाहिँ पढाउनु लागेन यहाँलाई? यस्तो हो सर, अब कस्तो हुन्छ भने घरको अब बुवा आमाहरूले त पढ बाबु
जतिसम्म सक्छ हामी खाइ नखाइ नलाई जे गरेर हामी पढाउन तयार छौँ, पढाइ छोडिएन बाबु भनेर भन्नुहुन्थ्यो। अब के हुनेछ भनेपछि मान्छेलाई अब दुई वर्ष फेल भइगयो, के हो त? अब यो त अलिकति नसुहाउँदो कुरो पनि भयो, कमी लास्टै भइहाल्यो भने अब के रहेछ त पढ्ने भन्ने कुरा त्यति चासो गएन सर। त्यसले गर्दाखेरि भनेपछि तपाईँलाई पढ्नमा चासै लागेपछि मनै गयो। अब 2 वर्ष फेल भइन्छ भने पढेको नि के अर्थ रहेछ त? कमसेकम 1 वर्ष अलिक डाउट भयो नि, 1 वर्ष त अलिकति हुन्छ नि मान्छेको। अब त्यतिखेर नि स्कुलतिर रात दिन लागे जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ स्कुलतिर रात दिन लाग्छ। अब चाहिँ त्यतिखेर पढिन, अहिले चाहिँ पढ्या भए हुन्थ्यो, जिन्दगी शिक्षा भन्दा उज्यालोहरू केही पनि रहेन रहेछ भन्दा पश्चाताप लाग्दैन? नै सर, अब यस्तो हुनेछ के हुन्छ अरे कुनै विकल्प बाटोतिर कतै नलाग्यो भने त्यो पश्चाताप लागिरहन्थ्यो फेरि। अब म एउटा भुल्ने बाटो यो सङ्गीततिर लागेँ नि, यसले गर्दा मन म चाहिँ यतातिर छु क्या। भनेपछि पश्चाताप केही पनि छैन। केही छैन। म उहाँलाई म त अझ धेरै धन्यवाद सरहरूलाई, गुरुहरूलाई मेरो तर्फबाट भन्न चाहन्छु। उहाँको नै शिक्षा र उयोले गर्दा म अहिले यहाँसम्म आइरहेको छु होइन। नपढे त पनि पढेसम्म सरको मैले चाहिँ काम गरिरहेको छु जस्तो लाग्छ मलाई। मन पर्सन भाव उहाँको कस्तो छ, मेरो गाउँघरतिर मेरो काम, मेरो शैलीहरू, मेरो चाहिँ के अरे सङ्गीत क्षेत्रमा कुनैमा म पछाडि पढाएको छैन, अगाडि नै गएकै छु। त्यसपछि म पढाएर भन्नु र त्यो चाहिँ भन्नुमा के फरक पर्नेछ? अनि अर्को कुरो, तपाईँ अब त्यस ठाउँमा बस्नु भएको छ होइन, समाजमा तपाईँको कस्तो खालको पहिचान बनाउनु भएको छ? अनि रामबहादुर खत्री भनेको मान्छे एकदमै पोजिटिभ हो अथवा होइन, यो मान्छे त एकदमै हुन्छ नि छुचो छ, यो मान्छे एकदमै अलि सहयोगी छैन यो मान्छे भन्ने खालको चाहिँ ऊ चाहिँ माहौल बनाउनु भएको छ, कस्तो छ? यस्तो सहयोगीलाई म सहयोग बहुत गर्छु, ज्यानै पनि दिन्छु मैले, तर मलाई पर्सन भएन भने म चाहिँ सहयोग फिट्टिकै होइन। म आफ्नो दिशालाई हेर्नु, मैले त्यो मान्छेलाई हेर्नु। किन कडा किन भन्नुहोस् होला? किनभने चाहिँ मान्छेले बोलीले शासन गरोस्, कामले शासन गरोस् क्या हो। मलाई त्यो मनपर्छ। कामले शासन गरोस्, भाषाले शासन नगरोस्। मलाई त्यो यो मेरो चाहिँ भनाइ है। भनेपछि त्यो ठाउँमा म कामले चाहिँ गरियो हेर्नुहोस् है। कुनै पनि काम गर्नु अगाडि म चाहिँ ल मेरो फल्लो काम यो हो भनेर हजुरलाई प्रमाणित गर्छु। र अर्को कुरो, काम मात्रै के अरे यो गर्छु भनेर भन्ने ढाँट्ने छल्ने चाहिँ मलाई मनपर्छ, फेट्टिकै मनपर्छ। जस्तो भाषणले भन्दा कामले मान्छेलाई रिजाउनु पर्छ, व्यवहारले रिजाउनु पर्छ भन्नु भएको छ नि, तपाईँले के काम गरेर देखाउनु भएको छ त्यो समाजमा? अब समाजमा मैले चाहिँ बाटो खनेको छु। ल हाम्रो गाउँले बाटो भन्नुहोस्, गाउँले बाटो एक्लै भन्नाले समाजलाई चाहिँ त्यहाँ बनाइयो। अनि त्यसपछि त्यहाँ कस्तो छ भने मेरो पुरानो घर लिएर तलतिर मोडेको मान्छे तल ल्याउने बाटो थिएन क्या, यो कुरो ग्यारेन्टी दिन्छु। मोडेको मान्छे घाटमा ल्याउने बाटो थिएन क्या सर। तङ्गिसन गाउँपालिका 1 गोल्टाकुरीमा कहाँदेखि कहाँसम्म थिएन भनिदिनुहोस् न? त्यो केन्द्रीय बाटो भन्नुहोस्, अहिलेको केन्द्रीय बाटो छ नि, त्यो केन्द्रीय बाटोबाट माथि घर बोर्डिङ स्कुल छ नि त्यहाँ, अहिले त्यो स्कुलबाट माथि जाने बाटो थिएन। त्यहाँ खोलो थियो, खोलालाई 2 पल्ट नाली काटेर पकाए जस्तो मैले गाडी हिँड्ने बाटो बनाएको छु। कति सालदेखि बनाउनु भएको थियो? त्यो भन्नु छ भने मेरो लगभग अहिले 8-10 वर्षको कुरो भएको छ है। 8-10 वर्ष अगाडिबाट भइसक्यो तपाईँले आफूले खनेर आफै चाहिँ गाडी हिँड्ने बाटो गराइदिनु भयो? जस्तो लगानी मेरो चाहिँ भन्नु पर्यो। अब कुरो चाहिँ मैले राखेको थिएँ, नेताहरू हुनुहुन्थ्यो त्यहाँ, के अरे त्यहाँ कुरो राख्यो, बाटो छैन यहाँ, मान्छे मरेपछि घाटमा लग्ने बाटो छैन यहाँ भन्दा कहीँबाट सुनाइ भएन। के नसुन्ने, अनि त्यसपछि यो के अरे गाउँपालिका नसुन्ने, ओडाले नसुन्ने के गर्नु भन्नुहोस्? मरे मान्छे लग्नु परेन, घाटमा लग्नु परेन। त्यही भएर मैले बाटो आफै पहिला चाहिँ मेरो भान्जाको जेसिबी थियो, जेसिबीलाई मैले सुरुवात त्यही बाटोबाट गरिदिएँ। प्रमाणित दिन्छु, हजुर जान सक्छु त्यो बाटो। भनेपछि त्यो बाटो खोल्नमा तपाईँको पनि योगदान छ। भनेपछि मैले होइन गएर त्यहाँ गर्छु मात्र सोध्नुहोस्, यो बाटो कसले खोले आउनु सोध्नुहोस्।
योगदान तपाईँले पुर्याउनु भएकै छ। अब पहिलासम्म अब त्यो जेसीबीलाई चाहिँ खानपिन चाहिँ खुवाएकै छु। बाटो चाहिँ यो यहाँमा बाटो यो खोल भनेर चाहिँ मैले चाहिँ दिएकै छु त्यहाँ। अनि त्यो चाहिँ जेसीबी लगाएर बाटो खोलेकै छ। भनेपछि ताली बजाउने काम गर्नु भएको रहेछ तपाईँले। अनि अब त्यो मेरो गल्ती काम हो कि नराम्रो काम नै राम्रो काम त्यो उहाँले छुट्याउनुहोस्। भनेपछि तपाईँले बाटो बनाइसकेपछि त त्यहाँका स्थानीयवासीहरूले त अहिले ती तपाईँको ल्यान्ड के अरे ट्र्याक्टरहरू जान्छन्, पहाडी जोत्न जान्छन्, तीबाट चाहिँ के अरे घरहरू बनिसक्यो, 2टा ल्यान्डर बनिसक्यो त्यहाँ, के अरे एउटा ल्यान्डर बनिसक्यो त्यही खनेको बाटोमा। अनि अर्को चाहिँ एकजनाले पछि घर बनाएकै छ है। अनि त्यसपछि तपाईँको लगभग 3टा घर त्यो बाटो बनिसक्यो, 3 4टा घर बनिसक्यो। कसलाई फाइदा? मलाई फाइदा हो, उहाँलाई सबैलाई फाइदा हो। काम नगरे होइन, रामबहादुरले गरेकै छ, यो ठोकेर दिन्छु मैले। हजुर जानुहोस्, यहाँ रामबहादुरले यत्तिकै रेडियोमा गएर फतुरा लगाउँछ कि के गर्छ भनेर त्यहाँ गएर सोध्नुहोस्। यस्तो राम्रो काम गर्नु भएको रहेछ। यस्तो राम्रो कामहरू किन गर्नुहुन्छ? राजनीतिमा के वडा अध्यक्ष उठ्छु अथवा के राजनीतिमा फड्को मार्छु भनेर गर्नुहुन्छ कि? त्यो होइन सर, म राजनीति त मलाई पर्सनली चाहिँ मनै पर्दैन। तर के हो भने मान्छेले गर भनेर त्यही भोट गरेर दिइसकेपछि त्यो मान्छेले त्यो गाउँमा फिसिकै नहेरिदिएपछि के होइन भन्नुहोस्। अनि आफ्नो गाउँ आफै बनाउनु म चाहिँ आफ्नै लगानीले आफ्नै हैसियत आफ्नै क्षमताले गरेको काम हो। कुनै वडाले अहिलेसम्म तिनीहरूलाई हेरे पनि छैन, गाउँपालिका हेरे पनि छैन। अनि पछाडि त्यो बाटो खन्छेपछि लाजले गराबिलो गरिदिएको छ। अनि त्यहाँ चाहिँ एउटा अलिकति त्यो नाली बनाएको छ। भनेपछि 7-8 वर्षको अगाडि सुरुवात चाहिँ तपाईँले गर्नुभएको थियो भन्ने कुरा हो। अहिले त पछिल्लो 8-10 वर्षपछि त स्थानीय सरकारहरूले पनि दिए, ग्राभलहरू गर्दै होइन। तर त्यो बेलामा महत्त्वपूर्ण भूमिका एउटा भूमिका तपाईँको पनि अपरिहार्य छ। हजुरले मैले गलत कुरो गरेको छु, तपाईँले गफ चाहिँ लाउनु भएको होइन भन्ने कुरो बुझ्यो होइन? प्रमाणित त्यहाँबाट हुन्छ। त्यहाँको बासिन्दालाई सोध्नुहुन्छ, त्यहाँको गाउँ छरछिमेका दाइ बाहिर सोध्नुहुन्छ हजुरले। हजुर पनि टाढाको हुनुहुन्न, एकपल्ट त्यहाँ बागीतिर पुग्नु भएको छ र है, उयो 2 नम्बरमा पुग्नु भएको छ र त्यतातिर गएर त्यहाँ त्यो स्कुलबाट त्यो केन्द्रीय बाटोबाट माथि यो बाटो कुनै खोल्या भनेर सोध्नुहुन्छ। अनि त्यतामा उग्र प्रकारले के भन्छ। अनि त्यसपछि मलाई चाहिँ रामबहादुरको क्षमता र यो यहाँ गरे हालेछ भनेर हजुरलाई प्रमाणित त्यो देखाउँछु। ल अब हामीलाई के सुनाउनुहुन्छ? अब हजुरहरूलाई यसको यो चाहिँ उसबाट म एउटा चाहिँ के अरे टप्पा भनौँ कि? हुन्छ, तपाईँले जे सुनाउनुहुन्छ हामी त मजाले सुन्ने हो होइन? ल एउटा टप्पा सुन्छु है। ल टप्पा त्यो बाँसुरीबाट कि गीतैबाट? पहिला गीत आउँछ अनि धुन आउँछ है। ए हुन्छ। हे हे सानो फेरि ठुलो फेरि मिल्ने दो बनाए, सानो फेरि ठुलो फेरि मिल्ने दो बनाए, अझै मनको भएको छैन। ए नजाजो बनाए अझै मनको भएको छैन, नजाजो बनाए अझै मनको भएको छैन। आकाशका गड्याङ पड्किरहन्छ पातल, आकाशैमा गड्याङ पड्किरहन्छ पातल, रोकी तर सङ्गीत गाए रैन क्यारे मादल, लोकी तर सङ्गीत गाए छैन क्यार मादल, लोकी तर सङ्गीत गाए छैन क्यार मादल, लोकी तर सङ्गीत गाए।
अत्यन्त राम्रो जे होस् सबैलाई सुन्ने खालको र नाचौँ लाग्ने खालको यहाँले चाहिँ आफ्नै मुखार बिन्दुबाट गीत पनि गाउनुभयो र साथसाथै मुरली पनि बजाउनु होइन सबैलाई चाहिँ मनोरञ्जन दिन जान्नु भएको छ र यसमा कुनै दुई मत छैन होइन। अब हामी लाग्छौँ तपाईँ उमेरले कति वर्ष हुनुभयो? मेरो अहिले चाहिँ 48-49 गएको छ। 48-49 वर्षको मान्छे होइन। अब यो दिनहरू कटाउँदै जाँदाखेरि यसो अब 40 कटेपछि प्राय जसो मान्छेहरू अलिकति लोग्ने मान्छेमा अलिकति कुनै पनि शक्तिमा ह्रास हुने भन्छन् के। तपाईँ त 48-49 वर्षको मान्छे होइन। जिन्दगी के रहेछ जस्तो लाग्छ यहाँलाई? जिन्दगी मलाई लाग्छ सर एउटा दुःखको या सुखको बाटो है। दुःख नभएर सुख पनि हुँदैन अनि सुख मात्रै भयो भने मान्छेले दुखित बनाउँछ कि कसो लाग्छ? हजुर हजुर, दुःख सुख मिलेर नै यो जिन्दगी चलिरहेछ जस्तो लाग्छ। हजुर हजुर है हजुर। अनि अब यसमा भन्नु पर्यो भने चाहिँ अब जस्तो भन्नुहुन्छ अब सुखैमा बसेको मान्छेलाई नै सन्तोष छैन क्या है। टन्न खानु भएको छ, बस्नु भएको छ, यता नि दुख्या छ उता नि दुख्या छ है। अब काम गरेको मान्छेलाई नि दिनभरि काम गरेर साँझ आउनुहुन्छ, अहिले चाहिँ थकाइ लाग्यो के हो यार वा कहिले भाती पकाउनु न कहिले चाहिँ अल्छी लाग्यो भन्नुहुन्छ। यो जिन्दगी यस्तै दुःख र सुखबाट बितेको जिन्दगी रहेछ मलाई लाग्छ। अनि अब सुखै मात्रै खोज्यो भने दुःख निम्त्याउँछ, अब दुःखै मात्रै गऱ्यो भने के अरे दुःख गऱ्यो भने दुःखै निम्त्याउँछ। दुःख सुख मिलेर नै यो चलेकै छ मेरो जिन्दगी है। मेरो व्यक्तिगत तर्फबाट भन्नुपर्दाखेरि तर मलाई चाहिँ सुखभन्दा दुःख नै मनपर्छ। किनभने चाहिँ काम नै मलाई प्यारो लाग्छ। भनेपछि दुःखले जिउन सिकाउँछ होइन। अनि सङ्घर्ष जीवनमा कतिको महत्त्वपूर्ण छ? सङ्घर्षमा जीवनमा महत्त्वपूर्ण मलाई लाग्छ किनभने चाहिँ सङ्घर्ष नै जिन्दगीको यो बाटो हो जस्तो लाग्छ है। गन्तव्यमा पुग्न सक्ने गन्तव्यमा पुग्ने एउटा चाहिँ आधार हो है मलाई चाहिँ लाग्छ। सङ्घर्ष नै यो जिन्दगीको एउटा अभिन्न जस्तो लाग्छ। एकदमै ठिक कुराकानी गर्नु भएको छ होइन। अन्त्यमा छौँ अब हामी। हजुर, यहाँहरूको माझबाट पनि हामी जानुपर्ने हुन्छ होइन। हामी अन्त्यमा पनि आएका छौँ होइन। वर्तमान स्थिति कस्तो छ यहाँको? वर्तमान स्थिति मेरो व्यक्तिगत भनौँ कि सर सबैको नै हजुरको मात्रै मेरो व्यक्तिगत तर्फबाट वर्तमान स्थिति मेरो अहिले राम्रो छ, ठिकै छ सर। दिनचर्याहरू राम्रै छ है। अनि आफ्नो जीवन मेरो चाहिँ सुखीमय जस नराम्रो त्यो आत्मसन्तुष्टि छु म सर। म यही भन्न चाहन्छु। त्यही भएर भन्छ नि एउटा उसमा राम्रो कर्म गर्दै जानुहोस् सदा सर्वदा तपाईँको कल्याण हुनेछ है। अनि यो उसले भन्छ म एउटा हजुरलाई एउटा ऊ पनि भन्न चाहन्छु। यो रामायणमा भनेको छ हेर्नु, बनौँ सत्यवादी पढौँ नित्य विद्या चित्तनदेखि हराएको खराब विद्या बडो धीर विद्वान बडो बुद्धिमान फलाउनु दियो भन्ने वचन सुन्दैन। एउटा यो म कस्तो बन्नु भन्ने शब्द छ। अर्को एउटा चाहिँ शब्द छ के नगरौँ नगरौँ कुल घरमा कुलको भङ्ग नल्याऊ घरमा आडिने तरङ्ग नगरौँ दीन दुखीहरूलाई मतङ्ग नगरौँ अम्बली साथी सत्सङ्ग। ल अम्बली साथीसँगको सङ्गत नगर्नुहोस्, यसले बहुत कुलतको बाटो लगाउँछ भने के भने सही सत्य बाटो सधैँ सदा सत्य वचन गर्नुहोस्, तपाईँ राम्रो बाटोमा हिँड्नुहुन्छ गन्तव्य पुग्नुहुन्छ भने भन्छ हो। अनि भविष्यको योजना अब जीवनमा म यस्तो बन्न पाए हुन्थ्यो, सब बनिसकेँ भइसकेँ सब गरिसकेँ, अब मलाई एउटै इच्छा छ त्यो पनि मलाई भगवान्ले पुरा गर्दै हुन्थ्यो भन्ने खालको केही मनमा त्यस्तो छ? मलाई केही पनि त्यस्तो चासो केही पनि होइन। म सबभन्दा सङ्गीततिर
परिपक्व भएको मान्छे हुँ हेर्नुहोस् होइन हजुरलाई प्रमाणित भइसकेको छ म एउटा रेडियोको लाइसेन्स भएको मान्छे पनि हो रेडियोको लाइसेन्स मसँग छ अनि है अब यस्ता रेडियो कार्यक्रममा मलाई चाहिँ एउटा केही ऊहरू मेरा चाहिँ अलिकति कार्यक्रमहरूलाई चाहिँ अलिकति गरिदिएपछि अलिक म अझै अलिकति अरूलाई पनि सजिलो हुन्थ्यो सहज हुन्थ्यो भन्ने भनेपछि तपाईँको चाहना के छ भने रेडियोको माध्यमबाट अथवा सामाजिक सञ्जालको माध्यमबाट आफूसँग भएको प्रतिभा अझै एकदमै सबैको सामु पुर्याइदिनको लागि भूमिका गरिदिएपछि चाहिँ म खुसी हुन्छु भन्ने चाहना तपाईँको त्यही हो। चाहना र आफ्नो सङ्गीत र संस्कृतिलाई जोगाउनलाई साना नानीहरूलाई एउटा अलिकति टाइम पाउन पाएपछि मैले तिनीहरूलाई पनि यो बाँसुरीको स्वर नहरियोस् मादलको स्वर नहरियोस् हाम्रा संस्कृति कलाका समाजहरू नहरियोस् मेरो यो छ भनेपछि आफ्नो कला र संस्कृतिलाई जोगाउनको लागि तपाईँ चाहिँ अगाडि बढ्नु भएको छ त्यो संरक्षण गरिदिएपछि म चाहिँ खुसी हुन्छु। अब हामी अन्त्यमा छौँ एउटा केही सुन्छौँ त्यसपछि अब हजुरलाई एउटा चाहिँ सुनाउन चाहन्छु के सुनाउँ एउटा भजन पनि सुनाउँ ल हुन्छ। बद्री केदार गया काशी जाउँदा चारै धाम बद्री केदार गया काशी जाउँदा चारै धाम चित्त शुद्ध गराउँदै जपौँ हरि राम चित्त शुद्ध बनाउँदै जपौँ हरि नाम चित्त शुद्ध बनाउँदै हरि जपौँ हरि नाम। कहिले नभुलौँ कहिले नभुलौँ हातमा कामा मुखमा राम कहिले नभुलौँ कहिले नभुलौँ कहिले नभुलौँ हातमा कामा मुखमा राम कहिले नभुलौँ कहिले नभुलौँ कहिले नभुलौँ हातमा कामा मुखमा राम कहिले नभुलौँ। अत्यन्त राम्रो एकदम सान्दर्भिक होइन हातमा कामा मुखमा राम कहिले नभुलौँ अत्यन्त सन्देशमूलक भजन गीत यहाँले गाइदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। अब जाने बेला भइसकेको छ अन्तिममा दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ? हजुर सबभन्दा आज मलाई यो के अरे रेडियोमा बोलाएर मेरा पुराना कुराहरूबाट लिएर नयाँ कुरा समेतलाई यो आज रेडियोमा प्रष्ट गरी बोल्न पाएकोमा हजुरलाई मेरो तर्फबाट हृदयदेखि बहुत हजुरलाई सम्मान गर्न चाहन्छु। आज गुरु पूर्णिमाको दिन पनि पर्यो रेडियोको सञ्चालन एउटा चाहिँ हजुर भनेको यो के अरे भनौँ इन्चार्ज हजुर जस्तो हुन्छ होला। अनि त्यसपछि यहाँभित्र यहाँ चाहिँ हाम्रा के अरे हाम्रो पुष्प भाइ हेमन्त अनि त्यसै उहाँलाई आज यो मेरो कलाहरू र हामी दुईटाको चाहिँ यो चाहिँ भिडियो प्रसारण गरिदिएकोमा सम्पूर्णको माझ पुर्याइदिएकोमा उहाँलाई नि एकदम धेरै धेरै जोडका साथ मैले चाहिँ उहाँलाई सम्मान गर्नु भन्नु कि आशीर्वाद दिन चाहन्छु। र मेरो यो कलालाई आज यहाँ र मेरो स्वरलाई मेरो वाद्यवादन मेरो बाँसुरीलाई यहाँ चाहिँ आएर यो रेडियोमा के अरे सुनाउन पाएकोमा म यति हर्षित छु यति खुसी छु। र यो कार्यक्रम एकभित्र गराउने अनि हाम्रा चाहिँ बुद्धि दिवस आज आउनु भएको छ आएपछि आउनुहुन्थ्यो भनेको थियो कि आउनु भएको छैन। अनि त्यसो चाहिँ सीता हुनुहुन्थ्यो अनि त्यसपछि अरू के अरे सुरक्षा हुनुहुन्थ्यो अनि त्यसपछि रोजिना दिदी हुनुहुन्थ्यो
अनि उहाँहरू रोजिना दिदी अझ अलिकति बिरामी हुन्थ्यो, उहाँ चाहिँ खुट्टुको के अलिकति समस्या हुन्थ्यो। अस्ति गएर म भेट गरेँ सर, मैले ढाड छ गुरु गर्दैन, अनि म चाहिँ गएर भेट गरेँ, अनि म चाहिँ अलिकति केही भएको छ भन्नुहुन्थ्यो। अब अहिले चाहिँ फेरि जाने प्लान गरेको छु म, किन म दुखीहरूमाथि बहुत तयार लाग्छ। किनभने मैले केही नसकुला म गएर त्यहाँतिर यसो हेर्न पाए हुन्थ्यो, अनि त्यहाँहरूलाई चाहिँ केही आफूले जानेका कुराहरू र उहाँलाई चाहिँ केही दिन पाए हुन्थ्यो भन्ने मलाई लाग्छ। सिकाउन पाए हुन्थ्यो। उहाँहरू त्यो दुःखबाट मुक्ति कसरी हुनुहुन्छ त भन्ने मेरो बहुत लाग्छ। हस्, धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, आज हामीले दङ्गीसन गाउँपालिका 1 गोल्टाकुरी निवासी रामबहादुर खत्रीसँग कुराकानी गऱ्यौँ। उहाँका कला उहाँसँग भएका प्रतिभाहरू यहाँको माझमा पस्क्यौँ र उहाँको प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको यस यात्रा, यस श्रृङ्खलाबाट म पनि बिदा हुन्छु। हस्त, नमस्ते।